ल आज हामी वायरिङ गर्न स्विच बोर्ड कनेक्सन वायरिङ गर्न गइरहेका छौँ। तपाईहरु पनि स्विच बोर्ड कनेक्सन जान्न चाहनुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ। यो न्युट्रल, यो फेस, यो अर्थिङ, यो सोलर, यी तीनटा स्विच। अब हेर्न सक्नुहुन्छ बोर्डको कनेक्सन कसरी गर्ने हुन्छ। यो तीनटा स्विच हो। स्विचको स्विच कनेक्सन यहाँ दिन सक्नुहुन्छ। अब हेर्नुस्, यो फेस कनेक्सन भयो। फेस कनेक्सन यहाँ दिएपछि यो स्विचमा सबैमा यहाँ देखाउँछ। यो न्युट्रल कनेक्सन, यो इन्डिकेटर लाइट हो। इन्डिकेटर यहाँ आज कोही पनि नभएको कारणले म आफैले भिडियो बनाएर तपाईहरुलाई देखाउँदैछु। यो सोलर अहिले हामी सोलरलाई यही थन्काइएको छ। सोलरको कनेक्सन पछि गरिन्छ। यो चाहिँ अर्थिङ है। यो अर्थिङ कनेक्सन। अर्थिङ कनेक्सन बोर्डको यो पोइन्टमा राखिन्छ। ल यति स्विच बोर्ड कनेक्सन।